नमस्ते साथीहरू, आज हामी वनभोज कार्यक्रममा उपस्थित छौँ। अन्यथा नलिदिनु होला। म मेरा जेठान र प्रिय सहयात्री शुभचिन्ता आफन्त योगेन्द्रबहादुर विश्व र प्रिय भदैशाला डम्बर कडायत हामी आज सँगसँगै छौँ। यो क्यामेरामा भदै डम्बर कडायत देखिनुहुन्न, उहाँ क्यामेरा फोटोरेसन गरिरहेको छ र यहाँ एकदमै चिसो हावापानी भएको ठाउँ र यहाँ खाना अति स्वादिष्ट हुने ठाउँ रहेछ। मांसाहारी अथवा शाकाहारी जुनसुकै खाद्य पदार्थ पकाएमा पनि एकदमै स्वादिष्ट टेस्टी मिठो खाना बन्छ। त्यसको स्वाद लिनको लागि आज हामी यहाँ उपस्थित छौँ। हाम्रो वनभोज कार्यक्रम एकदमै सुचारू ढङ्गले चलिरहेको छ। हामी आज यो 22 किलोमिटर अन्तरालमा रहेको साताराबाट 22 किलोमिटर अन्तरालको यात्रामा छौँ। यहाँ कुनै दुविधा छैन, राम्रोसँग खाना बनाएर खान मिल्छ। खाना पनि एकदमै स्वादिष्ट बन्छ। खाना खाइसकेपछि, भोजन गरिसकेपछि हामी अहिले सानो सेल्फी, हाम्रो टिम सेल्फी निकालिरहेको छ। यो दृश्य पनि म तपाईँहरूमा देखाउन गइरहेका छौँ र यो अन्तमा धन्यवाद।